मलाई पनि यो कुरो सुनेर चिउँ भएको थियो। किनकि हाम्रोतिर पनि थुप्रै नानीहरू अहिले लापत्ता भइरहेको छ। यो पश्चिम बङ्गाल, बिहार, उडिसा, झारखण्ड अनि आसामको क्षेत्रहरूबाट जो लेबर कामहरू गर्छ, लेबरका नानीहरू हुन्छन्, झोपडपट्टिमा बस्छन्, त्यहाँबाट नानीहरू खुबै 75,000 नानीहरू मिसिङ भएको रहेछ। अन्त यसमा केरल हाइकोर्टको चिफ जस्टिस अशोक भूषणले पिएल फाइन गरेर सिबिआई जाँच गराउँदाखेरि केरलमा एउटा सेल्टरमा, यतिमखाना भन्छ, सेल्टरमा यो सबै यहाँबाट, यो एरियाबाट पश्चिम बङ्गाल, बिहार, झारखण्ड, उडिसा अनि आसामको क्षेत्रहरूबाट गरिबको नानीहरू लगेर त्यहाँ गएर धर्मान्तरण गरेको रहेछ। हाम्रोतिर पनि थुप्रै नानीहरू हराइरहेको छ अहिले, जसको खोजी अत्तोपत्तो छैन। पुलिस प्रशासन लगाएर पनि थुप्रै अहिले एनजिओहरूले काम गर्दा पनि सोसियल मिडियामा भरलता आउँदा पनि अहिलेसम्म अत्तोपत्तो लागेको छैन। थुप्रै नानीहरू यसरी गुम भइरहेको छ। दार्जिलिङ, तराई, डुवर्स, कालिम्पोङको क्षेत्रहरूबाट, पता नै अरू जग्गाबाट कति भइरहेको छ, यो सञ्जालमा आउन सकेको छैन। तर नानीहरू अहिले लापत्ता भइरहेको छ। कि हाम्रो नानीहरू पनि यस्तैको हात परेर कहीँ सेल्टरहरूतिर त छैन? कहीँ हाम्रो नानीहरूलाई पनि त्यही जग्गामा पुऱ्याएर धर्मान्तरण गरेर भोलि पर्सि हाम्रै एगेन्स्टमा, हाम्रो जातिको एगेन्स्टमा, समुदायको एगेन्स्टमा युटिलाइज गर्ने त होइन? गहिरो कुरा छ यसमा। आजको सोसियल मिडियाहरूले, आजको जवान भाइ बहिनीहरू र जो न्युजहरूले र कानुनी सल्लाहकारहरूले यसमा निकै चासो लिएर काम गर्नुपर्ने मैले देख्दैछु। किनकि यो आउने दिनहरूको लागि एउटा ठुलो समस्या हुन सक्छ जस्तो मलाई लागेको छ। जब मैले यो कुरा सुने, मलाई पनि कहीँ हाम्रोहरूतिर हराएकाहरू पनि यस्तै जग्गाहरूमा त छैन। केरला नै भन्नु सक्दैन, कुनै अरू स्टेटमा पनि होला, कुनै अरू स्टेटमा लगेर पनि त्यस्ता गरिरहेको होला, कुनै सेल्टरमा राखिरहेको होला। अब कसरी पुग्ने? यो कुरोलाई कसरी पत्ता लगाउने? जिम्मेवारी ठुलो छ। थ्याङ्क यू।